नमस्ते, म चन्दन मगर। अहिले नेपालमा निकै चर्चाको विषयमा आएको राजतन्त्र राम्रो या गणतन्त्र राम्रो। सो डियर फ्रेन्ड, यसको बारेमा मैले थोरै भिन्नता छुट्याउने प्रयास गर्नेछु। सो राजतन्त्रमा शासनको प्रमुख राजा वा रानी हुन्छ। शक्तिको स्रोत वंशानुगत हुन्छ, अर्थात् राजा मरेपछि उनको सन्तानले सत्ता ग्रहण गर्छ। यस, पक्कै पनि राजतन्त्रको सबैभन्दा माइनस पोइन्ट र मलाई चाहिँ बेकार लागेको सिस्टमै यही हो। सो राजा त एउटा लायकको थियो र त राजा बन्यो, तर उसको छोरा लायककै हुन्छ भन्ने त छैन। उसको छोरा त गवार पनि निस्किन सक्छ, लफङ्गो निस्किन सक्छ। अब ऊ लफङ्गो भए पनि, उमेर नपुगेको भए पनि, जे जस्तो भए पनि हामीले उसैलाई चाहिँ राजा स्वीकार्नु बाध्य हुनुपर्छ। सो यो सिस्टम चाहिँ मलाई मन नपरेको। तर यस्तो सिस्टम प्रणालीबाट पनि कयौँ देशहरू चाहिँ अघि बढिरहेका छन्। जस्तै कुन भन्नुहुन्छ भने साउदी अरेबिया, ओमन, ब्रुनेई, युएई जस्ता देशहरूमा पूर्ण रूपमा राजतन्त्र छ र पनि राम्रो प्रगति भइरहेछ, देशको उन्नति भइरहेको छ। त्यस्तै अर्को तन्त्र रहेको छ गणतन्त्र। गणतन्त्रमा राष्ट्र प्रमुख राष्ट्रपति वा प्रधानमन्त्री हुन्छन्, जो निर्वाचन मार्फत चयन हुन्छन्। जनता नै शासक चयन गर्छन्, अर्थात् लोकतान्त्रिक प्रक्रिया अपनाइन्छ। सो गणतन्त्रमा चाहिँ राम्रो पक्ष भनेको यो, किन भन्दा कुनै पनि देशमा लाखौँ करोडौँ व्यक्तिहरू हुन्छन्। ती व्यक्तिहरूबाट चुनेर चयन गरेर एकजनालाई सिंहासनमा राखेर देशको जिम्मेवारी दिनु, यो चाहिँ राम्रो कुरा हो। र उसलाई चाहिँ सिंहासनमा राखियो, तर उसले भने अनुसारको काम गरेन, विश्वासिलो काम गरेन भने उसको साथ फेरि अर्को व्यक्तिले मौका पाउनेछ। अर्को यही जनताहरूमध्येबाट एकजना व्यक्तिले त्यो सिंहासन पाउनेछ। सो यो भनेको राम्रो कुरा हो, किन भन्दा यो लाखौँ करोडौँ जनताहरूमध्येमा कुनै व्यक्तिहरू यस्तो निस्कन सक्छ, नेल्सन मण्डेला जस्तो, अब्राहम लिङ्कन जस्तो, महात्मा गान्धी जस्तो निस्किन सक्छ। अब त्यस्तो निस्किएको खण्डमा चाहिँ उसलाई हामी सिंहासनमा राख्न सक्छौँ र उसले चाहिँ देश सञ्चालन गर्न सक्छ। तर यदि राजतन्त्र हुन्थ्यो भने यो सिस्टम छैन। देशमा एकजना महान व्यक्ति जन्मियो निस्कियो भने पनि त्यही जुन राजाको छोरा जो ल्वाथ भए पनि, गभार भए पनि, लफङ्गो भए पनि त्यसैलाई नै देश हाँक्न दिनु पर्ने अवस्था हुन्थ्यो। त्यसले गर्दाखेरि राजतन्त्रभन्दा गणतन्त्र यहाँ राम्रो देखिन्छ। अब यस्तै पूर्ण रूपमा गणतन्त्रमा बाँधिएका कयौँ देशहरू छन्, जस्तै अमेरिका, भारत, फ्रान्स, जर्मनी, इटली, ब्राजिल। यी देशहरूमा पूर्ण रूपमा गणतन्त्र छ। त्यस्तै हाम्रो देश नेपालमा पनि गणतन्त्र छ। यो त तपाईँ हामीलाई थाहै छ। 2062-63 को जनआन्दोलनपछि राजतन्त्रलाई फ्याँकेर 2065 गणतन्त्र भित्र्याएका थिए। तर अहिले अब फेरि यति राम्रो हुँदै पनि हाम्रो देशको हालत चाहिँ किन यस्तो छ? किन चाहिँ हाम्रो देशले चाहिँ उन्नति प्रगति गर्न सकेन? यही गणतन्त्रमै रहेछ अमेरिका, यही गणतन्त्रमै रहेछ ब्राजिल, यही गणतन्त्रमै छ भारत, यही गणतन्त्रमै छ नेपाल। तर नेपाल चाहिँ किन प्रगति गर्न सकेन भन्नुहुन्छ भने यो तन्त्रले देशको विकास उत्थानमा चाहिँ त्यति साह्रो फरक पार्दैन। फरक पारेको हुन्छ त सिंहासनमा को बस्छ, त्यो व्यक्ति कस्तो छ, ऊ व्यक्ति क्षमतावाला छ या त ल्वाड छ, त्यसले फरक पारेको हुन्छ। त्यसकारण हाम्रो देशमा तन्त्र त राम्रो छ, गजबको तन्त्र हो, त्यति दुःखले भित्राएको तन्त्र हो, कयौँ वर्ष आन्दोलन गरेर निकालेको तन्त्र हो। तर विकास किन भएन? ल्वाथहरू परे। अमेरिकामा यही तन्त्र राम्रो चलिरहेको छ, बाँकी राजतन्त्र पनि खराब भन्न मिल्दैन। किन भन्दा राजतन्त्रमा रहेका, अघि मैले भने दुबई राजतन्त्रमा छ, राम्रो प्रगति भइरहेको छ। साउदी अरेबिया राम्रो प्रगति भइरहेको छ। सो तन्त्रसँग त्यति लेनदेन हुँदैन। यदि देश चलाउने व्यक्ति राम्रो भइदियो भने यसै पनि राम्रो हुनसक्छ। र यसैमा फेरि अर्को पनि तन्त्र छ, संवैधानिक राजतन्त्र प्लस संसदीय गणतन्त्र। भनेको मतलब त्यहाँ राजा पनि हुन्छ अनि राष्ट्रपति प्रधानमन्त्री पनि हुन्छ। जस्तै यो तन्त्रमा पनि कयौँ देशहरू छन्। भन्नुहुन्छ भने अहिले सबभन्दा विकसित देशहरू यही तन्त्रमा पर्छन्। जस्तै कुन भन्नुहुन्छ भने बेलायत, जापान, क्यानाडा, अस्ट्रेलिया जस्ता देशहरूमा राजतन्त्र पनि छ र गणतन्त्र पनि छ, जहाँ राजा पनि छ, प्रधानमन्त्री पनि छ।
त्यसैले कतै हाम्रो लागि चाहिँ यो पनि हाम्रो देश नेपालमा सुइटेबल हुन सक्छ। तर मैले अघि पनि भनिसकेँ, देशको उन्नति प्रगतिमा तन्त्रले त्यति साह्रो भूमिका खेलेको हुँदैन। मेन भूमिका भनेको त्यो शासनमा को बस्छ र कसले चाहिँ देशलाई हाँक्छ, त्यो व्यक्तिमा कतिको दम छ, त्यसले फरक पारिरहेको हुन्छ। त्यसैले अहिले तपाईँहरू तन्त्रको पछि लाग्नुभन्दा, राजतन्त्र भनेर राजा 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 भन्दै हिँड्नुभन्दा देशमा चाहिँ आवश्यक परेको चाहिँ योद्धा हो, देश विकास गर्ने एउटा महापुरुषको आवश्यक परिरहेको छ, त्यतातिर लाग्नुहोस्। बाँकी यो चक्करमा राजतन्त्र भन्दै त्यतातिर गणतन्त्र भन्दै गणतन्त्रको पछि लाग्नु यो मूर्खता हुनसक्छ। राजतन्त्रको मामलामा यो तन्त्र चाहिँ मलाई केही हदसम्म राम्रो लाग्छ, किन भन्दा यो तन्त्रमा एउटा फ्रिडम हुन्छ। अहिले मैले अघि सुनाएँ, साउदी अरेबिया, दुबई त्यतातिर चाहिँ देशको उन्नति प्रगति भए पनि त्यो किसिमको फ्रिडमहरू छैन, त्यो किसिमको लाइफस्टाइलहरू चाहिँ मान्छेले चाहिँ भोग्न पाइरहेका छैनन्। जुन नेपालमा गरिबीले पनि राम्रो लाइफस्टाइल बाँचिरहेको छ, त्यो किसिमको लाइफस्टाइल देखिँदैन। त्यसले गर्दाखेरि राजतन्त्रहरूभन्दा मेरो पर्सनल्ली चाहिँ मलाई गणतन्त्र नै बेस्ट लाग्छ। यदि यसैमा पनि राजतन्त्र नै खोज्नुहुन्छ भने बरु हामी लड्न सक्छौँ संवैधानिक राजतन्त्र प्लस संसदीय गणतन्त्र चाहिँ ल्यायो भने यो चाहिँ उचित होला। किन भन्दा ठुल्ठुलो देशहरू जापान, अस्ट्रेलिया, क्यानाडाहरू चाहिँ यो तन्त्रमा बाँधिएका छन् र राम्रो उन्नति प्रगति गरिरहेका छन्।